12 15 लाख गोर्खा बुलहरीबाट 50,000 रेड बुलबाट 50,000 धरानका पूर्व अग्रज खेलाडीहरूबाट रु 37,000 अन्य सहयोगी दाताहरूबाट 20,000 जम्मा रु 36,67,000 भएको छ। व्ययतर्फ नगद पुरस्कार 7,65,000 पहाडी जिल्लाका क्लबहरूलाई थप सेवा आवत बापत विशेष तयारी रकम 60,000 इन्टु 7 ले गर्दाखेरि 4,20,000 हुन्छ। त्यसै गरी तराईका जिल्ला क्लबहरूलाई विशेष तयारी रकम 50,000 इन्टु 4 ले 2 लाख। रेफ्री म्याच कमिसनर गरेर जम्मा 3,50,000। खेल मैदान मर्मत सम्भार रु 1 लाख। आयोजक समिति उपसमिति खान बस्न रु 2 लाख। प्रचार प्रत्यक्ष प्रसारण र विज्ञापन मिडियाहरूबाट रु 1,50,000। फ्ल्याक्स बोर्ड निर्माणमा रु 1,50,000। कप मेडल प्रमाणपत्रमा रु 1,50,000। उद्घाटन तथा समापन मञ्च साउन्ड सिस्टममा 2,50,000। मेडिकल खर्च रु 50,000। एन्फा एकाडेमी खेलाडीहरूलाई आवत जावतको लागि रु 60,000। प्रमुख अतिथिलाई मायाको चिनो अतिथि सत्कार रु 60,000। लिग प्रतियोगिताको संस्करण नाम छ, तर हाम्रो चाहिँ अब हिजोको लिग चाहिँ सबै 14वटा जिल्लालाई नै हामीले त्यहाँ समावेश गऱ्यौँ र त्यो चाहिँ त्यतिखेर चाहिँ मुख्यमन्त्री चाहिँ सुपर लिग चाहिँ त्यो चाहिँ एउटा इन्भिटेसनको रूपमा रहेको। अब खास त्यतिखेर त्यही टिमबाट झापाले चाहिँ माथि प्रादेशिक लिग खेलेर चाहिँ त्यहाँबाट चाहिँ मध्य प्रदेशको एउटा टिम र चाहिँ तपाईँको चाहिँ उता पोखराको एउटा टिम चाहिँ ए डिभिजन लिगमा खेल्ने अवसर पायो र अहिले चाहिँ हामीले यो पल्टको लिग च्याम्पियन भएको 2टा टिमलाई यहाँबाट 2टा टिम छ यसपालि चाहिँ त्यसलाई चाहिँ एउटा आधिकारिक रूपमा अब हाम्रो चाहिँ 26 गते केन्द्रकै साधारण सभा र यो एजेन्डालाई पनि हामीले चाहिँ विशेष राख्नुपर्छ भनेर हामीले लिएका छौँ र यसपालि अहिले पनि हामीले 81-82 को आर्थिक वर्षलाई चाहिँ मानेर अथवा त्यसलाई मध्यनजर गरेर चाहिँ प्रादेशिक लिग हामीले खेलाउन सक्यौँ भने त्योबाट आएको चाहिँ हाम्रो चाहिँ यहाँ 7वटा प्रदेशबाट आएको चाहिँ हामीले कोशीबाट 2टा बढी जिल्ला भएको हिसाबले बागमतीबाट 2टा र चाहिँ अरूबाट चाहिँ एक-एकवटा गरेर चाहिँ हामीले प्रादेशिक लिग कुनै पनि हालतमा गराउनु पर्छ र गराउन सकिन्छ भन्ने एन्फाको पनि किसिमको जोड बल अहिले भइरहेको छ। म यहाँलाई जानकारी गर्न चाहन्छु र त्यो हामीले यसपालि प्रादेशिकबाट 2टा चाहिँ राष्ट्रिय लिगको लागि त्यो चाहिँ हामीले ए डिभिजनमा पुर्याउन सक्यो भने अनि राष्ट्रिय लिग त अब हामीले कुनै पनि हालतमा हामीले गर्नै पर्छ
त्यो चाहिँ अब नेपाली फुटबलको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम र फुटबलको विकास र खेलाडीहरूको व्यावसायिकताको चाहिँ एउटा चाहिँ के हो त भन्दाखेरि चाहिँ त्यो चाहिँ मूल गेट नै हो, प्रमुख गेट नै हो। यसमा कुनै किसिमको हामीले खेलवाड, कुनै किसिमको त्यहाँ चाहिँ बाहना, कुनै किसिमको चाहिँ हामीले चाहिँ पछाडि हट्ने कुराहरू छैन। म यहाँबाट नै सबैलाई चाहिँ यो अनुरोध गर्न पनि चाहन्छु। र अहिले यो कोशी प्रदेशको यो अब दोस्रो भनौँ अब हामीले किनभने पहिले गरेको हुनाले पनि यो दोस्रो नै हामीले यसलाई मान्नुपर्छ। र यो दोस्रो हामीले गरिरहँदाखेरि अथवा यो हामीले पहिलो अब यसलाई पनि हामीले अहिले हामी यो प्रेस मिटपछि हामी बस्नेछौँ र चाहिँ अब यसलाई चाहिँ हामीले यो अहिले जुन चाहिँ छोटो समयमा एफआले यो कार्यक्रम गर्नुको लागि जुन किसिमको हामीलाई परिपत्र र जुन किसिमको निर्देशन हामीलाई भयो र हामीले एकदमै जिरो आवरमा गरेको हुनाले पनि यसलाई चाहिँ विशेष गरेर अब पहिले हामीले प्रदेश सरकारले 1 करोड 2 लाखको गरेको थियो, किनभने डाइरेक्ट उहाँले 1 करोड पैसा छुटाउनु भयो र आयोजना पनि उहाँले नै गर्नुभएको थियो। त्यसो भन्नाले पनि यो चाहिँ अब उता आयोजना गरेको हुनाले यो एन्फाको आयोजना थिएन, यो लिगको आयोजना थिएन, यो चाहिँ हाम्रो लिगको आयोजना र यो एन्फाले गरेको हुनाले चाहिँ यो हाम्रो पहिलो भनेर हामीले यसलाई सस्पेन्ड रूपमा मानेका छौँ। र चाहिँ अनि त्यसपछि यो चाहिँ हामीसँग अब हामीले अहिले खालि चाहिँ एन्फाले 15 लाख अनि त्यसपछि कोशी प्रदेशले यो प्रदेश स्तरीय फुटबल प्रतियोगितालाई हामीले कोशी प्रिफरेन्स लिगमा जोडेर दुईटै नामलाई चाहिँ हामीले चाहिँ जोडेर चाहिँ किनभने फेरि त नाम नजोडिकन पैसा नआउने, यतापट्टि यो लिग हामीले नभनिकन हाम्रो लिगको पनि फेरि अस्तित्व नहुने। तर त्यो एउटा मिटमा बसेर चाहिँ यसरी जाउँ त भनेर चाहिँ समझदारी गरेर चाहिँ यसलाई दुईटै नामलाई चाहिँ एउटा नाम बनाएर हामीले गएको हुनाले पनि त्यहाँबाट विस्तार आयो। र अहिले हामीले अरूसँग कसैसँग पनि त्यसरी माग्ने कामहरू विभिन्न ठाउँमा गएनौँ। प्रायोजनको अवस्था यहाँहरू सबैलाई थाहा छ, जारी छ। त्यो पनि उहाँहरूले चाहिँ हामीलाई चाहिँ अब सहयोग गर्नुभएको छ। अब कुनै उहाँहरू खोलेर आउनुभएको होइन, हामीले नै उहाँलाई अनुरोध गरेँ जति दिनुहुन्छ दिनुहोस् भन्ने हिसाबले हामीले गऱ्यौँ। अब यो एकदमै चाहिँ यो चाहिँ एकदमै हेभी भयो, ठुलो भयो, अब यसको चाहिँ ठुलो किसिमको चाहिँ आकार बनाएर जानुपर्छ भन्ने चाहिँ त्यो अभिलाषा र त्यो अब हाम्रो चाहिँ एउटा चाहिँ निश्चित हाम्रो टार्गेट छ। त्यसको लागि चाहिँ अहिले हामीले कम्तीमा पनि त्यो सबै कुराहरू गरेर जस्तै अब यहाँ चाहिँ यहाँ ब्रेकडाउनको कुराहरू आएको छ। यो 7 लाख पुरस्कार केमा भन्ने कुरोमा चाहिँ हामीले यो चाहिँ लिगको प्याटर्नबाट हामीले लिगबाट नै हामीले यसलाई सम्पन्न गऱ्यौँ। त्यसमा चाहिँ प्रथम हुने टिमलाई होइन, जस्तै हामीले सुपर लिग हुने टिमलाई अब यसमा हामीले 4टा बनाएको छौँ। अर्कोबारे सपर चाहिँ टप 5 बनाएर चाहिँ अलिक बढी रकम दिन सक्यौँ भने त्यो टिमलाई नै आर्थिक रूपमा ठुलो उनीहरूलाई चाहिँ सपोर्ट हुन्छ, खेल्ने उनीहरूलाई चाहिँ अलिक सहज हुन्छ, खेलाडीलाई पनि उनीहरूले राम्रो खेलाडी किनेर ल्याउन सक्छ त्यो चाहिँ रकमबाट भन्ने हिसाबले हामीले यसपालि 2 लाख फर्स्ट पुरस्कार, दोस्रो पुरस्कार 1,50,000, तेस्रो पुरस्कार 1,25,000, चौथो पुरस्कार 1 लाख, बेस्ट प्लेयरलाई 50,000, बेस्ट गोलकिपरलाई 15,000, बेस्ट डिफेन्सलाई 15,000, बेस्ट मिडफिल्डरलाई 15,000, बेस्ट स्ट्राइकरलाई 15,000, भलिको चाहिँ म्यान अफ द म्याचलाई हामीले चाहिँ 5,000। अब यो अहिले हामीले गोल्ड कपको रेट माथि दिइरहेको छौँ होइन। अब यो सबै हेर्दाखेरि तपाईँको चाहिँ बेस्ट प्लेयरलाई हेर्दाखेरि अब अर्को पालि चाहिँ अझ हामीले चाहिँ यसलाई चाहिँ एकदमै अहिले नै हामी आज बोर्ड बस्दैछौँ, कुन बेलामा हामीले त्यो एउटा चाहिँ बैठकको आयोजना गरेर चाहिँ र हामीलाई अहिले प्रदेश सरकारले एकदमै राम्रो अब यो तपाईँहरूलाई यो मैले यिनै भन्नुपर्छ। अब हामीले पनि प्रगति ब्युरो अब केही दिनपछि हामी प्रगति ब्युरो पनि बनाएर त्यो पनि हामी चाहिँ प्रकाशन गर्छौँ कि हामीले फुटबलको विकासमा अहिले हामीले के कुराहरू प्राप्ति गर्नु, के हासिल गर्नु, दर्शकहरू कति आए, खेलाडीहरू कति उत्पादन भए, कति खेलाडीहरूले के चाहिँ यहाँ चाहिँ तपाईँको धन आर्जन गर्यो होइन। र चाहिँ अब लक्ष्य हाम्रो के हो त भन्दाखेरि चाहिँ हामी भनिरहेको छौँ होइन। लक्ष्य हाम्रो चाहिँ अब यसपालि 3 गुणा बजेट बढाउने कुरामा प्रदेश सरकार पनि एकदमै चाहिँ हामीसँग चाहिँ उहाँहरू चाहिँ कन्भिन्स हुनुहुन्छ। यसपालि हाम्रो चाहिँ फुटबलको चाहिँ विशेष लिगको लागि हामीले सबै ठाउँमा विभिन्न गोल्ड कपहरू होइन, इन्भिटेसन गोल्ड कपहरू विभिन्न तहको होइन, वार्ड क्याम्पदेखि लिएर चाहिँ होइन, विभिन्न चाहिँ भ्याट्रनदेखि लिएर चाहिँ विभिन्न चाहिँ क्षेत्र प्रदेशका चाहिँ कुराहरू चाहिँ भए तापनि तर लिगलाई चाहिँ अब आउने दिनहरूमा हामीले कम्तीमा पनि 2 महिनादेखिको 3 महिनासम्मको ड्युरेसनमा होइन यसलाई सकिन्छ भने जिल्लाको चाहिँ मतलब च्याम्पियन क्लबको बिचमा चाहिँ होम एन्ड अवे होइन तपाईँको त्यो ढङ्गबाट चाहिँ खेलाउने अब त्यो खालको चाहिँ हामी 4 महिना हामी अभ्यास गर्छौँ। अब त्यसको हामी त्यो अभ्यास गर्ने कुरामा हामी सबैले आफ्नो ड्युटी लिएर चाहिँ होइन फुटबललाई चाहिँ अब चाहिँ केही न केही हामीले चाहिँ यसलाई चाहिँ व्यावसायिकता बनाउनुपर्छ। लिगलाई एकदमै चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ बेसमा लिएर जानुपर्छ। लिग भनेको चाहिँ सबैजना त्यहाँ चाहिँ सबैको चाहिँ एउटा चाहिँ उत्साह भनौँ, सबैको चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ क्रेज, सबैको चाहिँ त्यहाँ चाहिँ लिग चाहिँ खेल्नै पर्छ, लिगमा चाहिँ लिग चाहिँ हेर्नै पर्छ भन्ने खालको अहिले तपाईँ हेरिराख्नु भएको होला।
अहिले टोलमा वार्डहरू ग्यामहरूमा भेटरनहरूमा चाहिँ मान्छेहरू आन्दोलित भइरहेको छ, लाभान्वित भइरहेको छ। तर गोल्ड कप जस्तो कुराहरूमा, लिग जस्तो कुरामा दर्शकहरू आइरहेको छैन। यो चिर्नुपर्ने जरुरी छ, किनभने फुटबलको मेरुदण्ड भनेको, फुटबलको विकासको मूलभूत आधार भनेको नै लिग नै हो नि त। देशको संसारमा हेर्नुहोस्, तपाईँहरू संसारमा हेर्नुहोस् न, गोल्ड कपभन्दा पनि ठुलो त तपाईँको लिगहरू हुन्छ। त्यहाँ गोल्ड कपमा कति पाउँछ एउटा खेलाडी होइन? हद भनेको उनीहरूले पाउने स्यालेरी र देशले दिने सम्मान मात्र हो। तर त्यो फुटबल क्लबहरूमा चाहिँ, लिगहरूमा चाहिँ उनीहरूले त ठुलो धनराशि, ठुलो संसारको ठुलो हाम्रो चाहिँ देशकै बजेटको चाहिँ पैसा पाउँछ उनीहरूले होइन? त्यो बजार त छ नि त। त्यो बजारमा हाम्रो नेपाली खेलाडीलाई उभाउन सक्यो भने होइन, हाम्रो त टार्गेट त्यहाँ नै हो नि त होइन? त्यसो हुनाले पनि यो चाहिँ अब हामीले केन्द्रमा मात्र बसेर केन्द्रको मात्र चाहिँ आशा मात्र गरेर भएन। प्रदेश र जिल्लाबाट पनि लिगलाई चाहिँ हामीले माथिसम्म लान सक्ने चाहिँ हामीले राम्रो लिग गर्न सक्यौँ भने अटोमेटिकली होइन, तपाईँको राष्ट्रिय लिग त त्यसै बन्छ नि त, हुन्छ नि त। तर हामीले जिल्ला लिगलाई व्यवस्थित गर्नु पऱ्यो, जिल्ला लिगलाई व्यावसायिकताकरण गर्नु पऱ्यो, प्रदेश लिगलाई व्यवसायिक बनाउनु पऱ्यो, प्रदेश लिगलाई व्यवसायिकरण गर्नु पऱ्यो। त्यसो भएको हुनाले पनि अहिले हामीले त्यो भएर अनि एन्फाले पनि राम्रै मूल्याङ्कन गर्नुभएको छ। त्यसो भएको हुनाले पनि यो अहिले चाहिँ जुन हाम्रो चाहिँ अब यो प्रेस कन्फरेन्समा चाहिँ तपाईँहरूलाई यो अहिले हामीलाई सहयोग गर्ने अब कोशी प्रदेश भयो होइन, तपाईँको चाहिँ यो के अरे चाहिँ एन्फा भयो, हाम्रो चाहिँ केन्द्रीय कार्य समिति भयो, त्यसपछि हाम्रो चाहिँ जिल्ला विकास समितिले सदैव होइन धरानको रङ्गशालामा त्यहाँ चाहिँ 12 मासे चाहिँ प्रतियोगिता हुन्छ। तर क्षेत्रीय विकास समिति एक पैसा नलिकन होइन हामीलाई सहयोग गरिरहेको भएको छ। हामीले पठाएको 9 वर्ष भयो, हामीले सदस्य सचिवालयमाथि केन्द्रमा पठायौँ, प्रदेश सरकारमा पठायौँ, सबै ठाउँमा नगरपालिकामा हामीलाई थोरै भए पनि एउटा साइनो गाँसेर चाहिँ होइन, त्यो हामी नगरपालिका यति गरेको छ तपाईँले सही दिनुहोस् भनेर पनि नगरपालिकाबाट पनि हामीले धेरै ठाउँमा गऱ्यौँ। तर त्यो सम्भावना अहिलेसम्म हाम्रो चाहिँ भएको छैन। अब त्यसमा अहिले आएर चाहिँ अस्ति भर्खर चाहिँ अब झापामा र चाहिँ अहिले धरानमा चाहिँ लगाउने भन्ने कुराहरू भएको छ। इटेरीमा हाम्रै यहाँ चाहिँ केशवजीहरू हुनुहुन्छ, उहाँले केही साइडमा चाहिँ उहाँले चाहिँ त्यहाँ लगाउनु भएको छ। अनि यसपालि चाहिँ इटेरी चाहिँ यसपालि होल्ड गरौँ, होल्ड अर्कोपालि फेरि इटेरी फेरि हामीसँगै परेको छ होला भन्ने कुरामा चाहिँ हामी आशा छ। भने अब इटेरीमा पनि के लाइटहरू छ, त्यसले गर्दा अर्कोपालि चाहिँ अस्ति लाइट नपुगेर यसपालि साथीभाइले गर्नु भएन होइन। उहाँले पनि हामीले धरानभन्दा अगाडि पनि इटेरी त गरेको, तर लाइटमा त्यो सबै खेलाडी नदिएपछि धेरै खेलाडीले केही पनि कमी गरिदिनु भयो भने मलाई लाग्छ जहाँसम्म धेरै हदसम्म हामी सफल हुन्छौँ। खेलकुद कर्मीहरूको काम भनेको खेललाई निरन्तर दिने हो, खेल गराउने हो, आयोजना गराउने हो। तर पूर्वाधार बिनाको आयोजना धेरै गाह्रो हुन्छ, यहाँ तपाईँहरूलाई पनि थाहा छ। त्यसले गर्दाखेरि समय सापेक्ष त्यो पूर्वाधारहरूलाई चाहिँ विकास गर्दै लानुपर्छ। र त्यो एक किसिमको नवीनबाट हामी बुझ्यौँ भने मलाई लाग्छ प्रदेश सरकार, केन्द्र सरकार, स्थानीय सरकार सबैले सहयोग गऱ्यो भने हामीलाई पर्याप्त पूर्वाधारहरू हामीले विकास गर्न सक्छौँ, उत्पादन गर्न सक्छौँ। त्यसले अन्तमा के हुन्छ भने खेलाडीहरू जुन बेका खेलाडीहरू छन्, खेलाडीहरूले सर्वसुलभ तरिकाले राम्रो स्थान कभर हल, ग्राउन्डदेखि लिएर सारा कुराहरू स्तरीय स्थानमा चाहिँ प्रतियोगिताहरू सहभागी हुन पाउँदाखेरि यसको एउटा छुट्टै विशेषता हुन्छ, महत्त्व हुन्छ। खेलाडीहरूले पनि धेरै कुरा सिक्नु मौका पाउँछन्। त्यसले गर्दा यहाँलाई मैले केही नजिक यहाँ चाहिँ जुन कुरामा चाहिँ किसिमले तपाईँहरूले लबिङ गरिदिनुहोस् भन्ने म यहाँलाई आग्रह गर्न चाहेँ। र यो आजको यो कार्यक्रममा पुर्याउने कुरामा संसारकर्मी मित्रहरूले मलाई लाग्छ अहिलेसम्म चाहिँ राम्रो भूमिका निर्वाह गर्दै आएछ। र त्यसै बापत पनि यो कोशी प्रदेश र धरान इटरी खेलकुदको चाहिँ एउटा हबको रूपमा चाहिँ तपाईँको विकसित हुनुमा चाहिँ त्यो पनि एउटा भूमिका हो। र यो जुन प्रदेश प्रिमियर लिग चाहिँ जुन गऱ्यो र अहिलेसम्म चाहिँ कोशी प्रदेश हामीलाई थाहा थिएन कोशी प्रदेश फुटबल सङ्घ गठन भएको छोटो अवधिमा जुन एउटा गति चाहिँ दियो फुटबलले, खेलकुदले, त्यो एकदम महत्त्वपूर्ण छ। र मलाई के लाग्छ भन्दाखेरि मुलुकमा चाहिँ सङ्घीयता आयो, गणतन्त्र आयो, तर यो चाहिँ सबै कुरामा यी चाहिँ तपाईँको सङ्घीय चाहिँ लागु भइरहेको छैन। अहिले पनि चाहिँ यो संविधान अनुसार विकेन्द्रीकरण या सङ्घीयता लागु गर्ने क्रम जारी छ। र त्यो चाहिँ योगदान खेलकुदमा कोशी प्रदेश फुटबल सङ्घ गठन भएपछि चाहिँ तीव्र गतिमा चाहिँ अघि बढ्यो।
र मलाई लाग्छ के छ भन्दाखेरि जुन धरानमा चाहिँ प्रिमियर लिग भयो त्यो लिग चाहिँ धेरै मान्छेलाई चाहिँ फुटबल दर्शकहरूलाई हामी सञ्चारकर्मीहरूलाई पनि लिगका धेरै चाहिँ नियमहरू थाहा नहुने पत्रकारहरू पनि हामी छौँ होइन। फुटबलमा चाहिँ लिग पनि हुन्छ भन्ने कुरो पनि कति दर्शकलाई कति चाहिँ सञ्चारकर्मीलाई थाहा छैन। हामीहरूले चाहिँ प्रायः अहिलेसम्म चाहिँ देशमा गोल्ड कपहरू होइन स्थानीय चाहिँ तपाईँको प्रतियोगिताहरू मात्रै हेर्दै आयो र यसले के गरिरहेको छ भने खेल चेतना मानिसमा खेलको जुन व्यावसायिकरण भइरहेछ धरानमा चाहिँ जुन एकाडेमिक सञ्चालन भइरहेछ त्यो चाहिँ तपाईँको पहाडी क्षेत्रदेखि लिएर चाहिँ तराईका सबै क्षेत्रबाट चाहिँ आफ्नो केटाकेटीहरू पढाउन या प्रशिक्षण दिन यहाँ जुन तरिकाले ल्याइरहेछ त्यो भने खेल चेतना अभिभावकहरूमा पनि के भइरहेछ भन्दाखेरि तपाईँको त्यो खेल भन्ने चाहिँ व्यावसायिक कुरा रहेछ। जसरी हामी अरू पेसा व्यवसायहरू चाहिँ अप्नाउँछौँ त्यस्तै चाहिँ एउटा चाहिँ अवसर र यसबाट केही गेन गर्ने चाहिँ क्षेत्र रहेछ भन्ने कुरो चेतनाले लाग्नु भएको छ। त्यो सन्दर्भमा पनि के छ भन्दाखेरि यस्ता खेलकुदहरू यस्ता फुटबल यस्ता प्रतियोगिताहरू चाहिँ निरन्तर सञ्चालन चाहिँ गर्नुपर्दछ र त्यसमा चाहिँ कोशी प्रदेश फुटबल संघले जुन चाहिँ गति ल्याएको छ धरानमा मात्रै पनि मलाई चाहिँ करिब चाहिँ तपाईँको 2 महिना कन्टिन्यू भइरहेको छ। बुढासुब्बा गोल्ड कप भयो बुढासुब्बा गोल्ड कपपछि चाहिँ प्रिमियर लिग भयो प्रिमियर लिग भएपछि अहिले रात्रिकालीन जुन नयाँ ढङ्गमा जुन आयो होइन त्यसले सबैतिर अघि प्रदेश सङ्घका अध्यक्षज्यूले भन्नुभयो होइन जिल्ला चाहिँ विकास समितिको अध्यक्षज्यूले भन्नुभयो कि धरानमा वास्तवमा पूर्वधारमा पनि ध्यान आकर्षण गराए यो गतिविधिले